अर्को पनि कस्टमरहरू ल डम्फुको लागि आउनु भएको छ। दोर्जे मामा एक फोनको नाच्नुहोस् त। हिजो पर खैजेडी भजन हराइसकेको थियो, तपाईहरुको डम्फुको पारा पनि हराइसकेको थियो। अहिले तपाईहरुको लोक संगीतले त्यो डम्फु जहाँ गए पनि रमाइलो गर्नु भएको छ, कति खुसी हुनु भएको छ। इतिहास परापूर्व कालमा चाहिँ यो तिमालका व्यक्तिहरू चाहिँ यो बौद्धको झ्यारुङ खसुरमा आइपुगेर जुन सुरुवात गरेको जात्रा नै अहिले तिमाल जात्रा रहन गएको। आज म त बौद्धमा आएको नौलो मान्छे दाइ खिच्दै जागे भएको बौद्धमा आएको नौलो मान्छे दाइ खेतबाट के भएको हजुर पहिला दोलखा अहिले चाहिँ नेपाल मेडिकल कलेज अन्तर्गत छ। के नाम हो तपाईको? नाम जानुका काफले। घाँसे गीत एकदमै राम्रो गाउनु भयो हैन? जति रोगी भानी आफू जति रोगी भानी यो संस्कृतिलाई चाहिँ नमासियोस् जस्तो लाग्छ। जसो हरेक थरको संस्कृतिमा है यस्तो लोकदोहोरी यस्तो घाँसे गीत पनि गाउन सुन्न पाइयो, धेरै खुसी लाग्यो हामीलाई पनि। अनि उहाँले पठाउ भाडा अघि माग्नु भएको थियो, पठाउनुहुन्छ उहाँले? दर्शकवृन्द सम्पूर्णलाई नमस्कार, म जगत लामा गेसिङ उपस्थित भइसकेको छु। यतिखेर तपाईँ हेर्दै हुनुहुन्छ मिडिया प्लस नेपाल। भने हामी आज चैत पूर्णिमाको जात्रा हो, यो तामाङ समुदायको विशेष गरेर बौद्ध मार्गीहरूको विशेष जात्रा चैत पूर्णिमाको जात्रा हो। यो बौद्धमा लाग्ने गर्छ र यसलाई तेमाल जात्रा पनि भन्ने गरिन्छ र यसमा पितृहरूको लागि बत्ती बाल्ने, यो स्तूपलाई परिक्रमा गर्ने हजारौँ लाखौँ सङ्ख्यामा भक्तजनहरूको घुइँचो हुने गर्दछ र यो जात्रामा विशेष गरेर फापर गीतहरू पनि गाउने गर्छ। त्यो फापर गीत पनि हामी दृश्याङ्कन गर्नको लागि छायाङ्कन गर्नको लागि आइपुगेका छौँ र विभिन्न गतिविधिहरू के हुन्छ त यो चैत पूर्णिमाको यो स्तूपमा जात्रा लागेको छ र भोलि स्वयंमा लाग्छ भने यो जात्राका गतिविधिहरूलाई हामी तपाईँलाई देखाउनेछौँ। अन्तिमसम्म हेरेर साथ दिनुहोला। मनको कुराहरू बखाल्नको लागि रमाइलो गर्नको लागि अनि म भन्छु एक घर एक डम्फु भनेपछि प्रत्येक घरमा एक घर एक डम्फु चाहिँ हुनै पर्यो। अब है डम्फुको आवाज सबले सुन्नुपर्छ। त्यसैले त तपाईँको अब 22वटा बिकिसकेको रहेछ बिहानदेखि है। भरेसम्म त यो पनि सक्ला नि होइन? सक्ला। जेस तामाङहरूले अहिले डम्फु राम्रै तालले किनेको रहेछ भनौँ। आज बौद्धबाट 22वटा घरमा चाहिँ डम्फु गयो। एक घर एक डम्फु 22वटा घरमा चाहिँ आज डम्फु गयो। अझै 14-15 लाख तामाङले किन्नै पर्छ है, 6-7 लाख। भोलि स्वयम्भू जात्रा पनि लानुहुन्छ? भोलि त्यहाँ पनि बिक्छ होला। ओके दर्शकवृन्द, उहाँ हाम्रो दोर्जे मोक्तान ह्याङलाई डम्फु दिउँ उहाँको खै अघि यहाँ बोर्ड थियो ह्याङलाई डम्फु दिउँ। यो 4500 वर्ष पसलमा भयो होइन? यहाँ उहाँले 3500मा दिनुहुन्छ। त्यो अलिक सानो साइजको चाहिँ 2500मा दिइराख्नु भएको छ र किताबहरू पनि छ। किताब चाहिँ के को किताब छ मामा त्यहाँ? त्यसपछि आफ्नो तामाङ जातिको
यो किताब पनि मिल्ने गरेको किताबहरू चाहिँ जसको अब स्टेसनरीबाट अथवा पुस्तकालयबाट किनेर ल्याएर अथवा उहाँहरूले दिने भयो होला होइन डम्फु चाहिँ तपाईँ आफैले बनाउनु भएको छ एउटा डम्फु बजाउन यो बनाउनलाई कति लाग्छ मामा एउटा टाइम सुई सुई गऱ्यो भने त गऱ्यो भने एक दिन पुरै लाग्छ र डम्फु बनाउन सोध्यो भने रोप्नु पर्यो बिरुवा त्यसलाई ठुलो बनाउनु पर्यो त्यहाँबाट फेरि काट्ने मान्छे ल्याउनु होइन त्यो त आरोवाला बाह्रवाला ल्याउनु पर्यो त्यसलाई काटेर चिरेर फेरि यहाँ बजारमा ल्याउनु पर्यो फर्निचरमा लानु पर्यो त्यसलाई फेरि बनाएर त्यसमा फेरि पानीमा उसिन्नुपर्छ रेडिमेड काठ किनेर ल्याउँदाखेरि चाहिँ भनौँ न एक हप्ता लाग्छ होला होइन अंशहरू होला यहाँबाट यो भएको त्यहाँबाट 2500 को डम्फु लानुहोस् हाम्रो दोर्जे मामाको ह्याङ्लादिम भन्ने डम्फु हाउस छ माथि उहाँले चाहिँ धेरै यस्तो खाले डम्फु बनाउनुहुन्छ है उहाँको अब पसलमा भए पनि यसको 4500 पर्छ तर आज चाहिँ 3500 मा दिइराख्नु भएको छ उहाँले उहाँ आफै डम्फु बनाउने व्यक्ति भएको हुनाले चाहिँ डम्फु अब चौरासहितको डम्फुलाई चाहिँ 9-10 हजार पर्छ बौद्धको यो जात्राको दिनमा आज उहाँले त्यस तामाङहरूको सांस्कृतिक पहिचानको बाजा यो डम्फु बिक्री गर्दै हुनुहुन्छ डम्फु किन्ने डम्फु र किताबहरू तामाङ संस्कार संस्कृति सम्बन्धीको किताबहरू किन्नेको भिड हामी देख्न सक्छौँ यहाँ यत्र हामीले तामाङ चलचित्र निर्देशक सङ्घ महासचिव विनय दोङलाई यो बौद्ध स्तूपमा देखेका छौँ र यो बौद्ध जात्राको बारेमा उहाँसँग केही जान्न चाहन्छौँ अभिनयजी स्वागत छ सम्पूर्ण मिडियामा नमस्कार अब तपाईँ पनि आउनु भएको छ यो बौद्ध जात्रामा होइन चैत्य पूर्णे जात्रा हो खास यसको विशेषताको बारेमा भनिदिनुहोस् न अलिकति यो चाहिँ एउटा ऐतिहासिक धार्मिक र सांस्कृतिक पर्वको रूपमा चाहिँ वर्षको एकचोटि चैत्र पूर्णिमाको दिन यो स्वयम्भू र बौद्ध र स्वयम्भूमा लाग्ने एउटा ऐतिहासिक जात्रा हो यो तिमाल जात्रा भन्ने बित्तिकै अधिकांश पूर्वकालदेखि चाहिँ एउटा तिमालबाट सुरु भएको तिमालको जनताहरू तिमालको व्यक्तिहरू आएर एउटा बौद्ध नाथ र स्वयम्भूको नाथमा आएर जुन किसिमको यो मेला र जात्रा लाग्ने गर्छ त्यसै स्वरूप नै यो तिमाल जात्रा रहन गएको भन्ने किंवदन्ती छ यो चाहिँ विशेष गरी ऐतिहासिक र धार्मिक रूपमा हामीले यो परम्परागत एउटा जात्रा पर्व पनि हो यो तिमाल जात्रा विशेष गरी यो भनौँ न मृत आत्माको यो चिर शान्तिको कामना गर्दै जुन मृत्यु भइसकेको दिवंगत भइसकेकोहरूको नाममा चाहिँ एउटा उहाँ एउटा बत्ती बाल्ने एउटा इतिहास रहेको छ त्यही अनुसार नै वर्षको एकचोटि चाहिँ यसरी विशेष रूपले ऐतिहासिक रूपले चाहिँ यो बौद्ध नाथ आज हुन्छ भने भोलि चाहिँ स्वयम्भू नाथमा हुने यो तिमाल जात्रा हो भन्न सकिन्छ मृत आत्माहरूको लागि बत्ती बाल्छ होइन यहाँ अनि परिक्रमा पनि गरिन्छ विशेष गरी यो बौद्ध जात्रा बौद्धमा लाग्ने र तेमाल जात्रा भनेर भन्छौँ नि होइन स्वयम्भूमा लाग्ने जात्रालाई र तपाईँ पनि तेमालबाटै आउनु भएको छ खास यो तेमाल जात्रा भन्नुको कारण चाहिँ के हो खास त्यही त मैले अघि नै जोडिसकेँ यो इतिहास परापूर्व कालमा चाहिँ यो तिमालका व्यक्तिहरू चाहिँ यो बौद्धको झ्यारुङ खसुरमा आइपुगेर जुन सुरुवात गरेको जात्रा नै अहिले तिमाल जात्रा रहन गएको इतिहास कालमा जब चाहिँ भनेपछि तेमाल भेगबाट चाहिँ यो जात्रामा सहभागिता जनाउनको लागि आउँदै गर्दाखेरि पछि तेमाल जात्रा यो नाम रहन गएको हो एकदम तिमालको परापूर्व कालमा चाहिँ तिमालको व्यक्तिहरू आएर तिमालको मान्छेहरू यहाँ जम्मा भएर सुरुवात गरेको यो झरिङ खसुरमा सुरु गरेको जात्राको नामबाट नै आज तिमाल जात्रा रहन गएको हो भन्ने कुरा चाहिँ हामीले सुन्नमा आएको छ हस् धन्यवाद हस् तपाईँलाई धेरै धन्यवाद दर्शकले यतिखेर हामी बौद्धनाथ क्षेत्रको यो स्तूपको कम्पाउन्डमा छौँ आज चैत्र पूर्णिमाको दिन हो विशेष गरेर धार्मिक मेला लाग्छ यहाँ र तामाङ समुदायमा यो जात्रा एकदमै लोकप्रिय रहेको छ माथि स्तूपको माथितिर पनि भक्तजनहरू बसिराखेको दृश्य हामी देख्न सक्छौँ र हजारौँको सङ्ख्यामा
बत्ती बाल्ने पूजापाठ गर्ने दृश्य हामी देख्न सकिन्छ र जो पितृहरू हुनुहुन्छ उहाँहरूको नाममा आज बत्ती बाल्ने र श्रद्धा गर्ने काम हुन्छ यसमा र गाउँबाट तामाङ समुदायका जो मानिसहरू हुनुहुन्छ उहाँहरू यहाँ आउने यो परिक्रमा गर्ने गर्छ र यो धार्मिक हिसाबले प्रख्यात जात्रा मध्येको बौद्धनाथको जात्रा हो र यसरी बत्ती बाल्ने पूजापाठ गर्ने लामाहरूले श्रद्धा गर्ने हजारौँको सङ्ख्यामा पूरा गर्ने माथि पनि बत्ती बाल्नेहरू हामी देख्न सकिन्छौँ र माथि अर्को बेला खुल्ला गरेका थिएन र आज चाहिँ बत्ती बाल्नको लागि 108 बत्ती बाल्ने हुन्छ होइन थोरै मात्रामा 3-5 बिजोरको सङ्ख्यामा बाल्दै 108 को सेट हुन्छ बत्तीहरू त्यो 108 को सेट नै बाल्न पनि सकिन्छ र सयौँ हजारौँको सङ्ख्यामा भक्तजनहरूको यो भिड हामी देख्न सक्छौँ र यो बुद्धनाथ स्तूपा भित्रको दृश्य बुद्धनाथ क्षेत्रमा चाहिँ हामीले एकदमै दर्शनार्थीहरू घुइँचो भएका हामी दृश्य देख्न सकिन्छ ल बौद्धनाथमा चाहिँ हाम्रो दर्शनार्थीहरू हामीले देख्न सक्छौँ के छ हालखबर कहाँदेखि हो हामी पुरै कति राउन्ड गर्नु हो 2 अब 3 हो कस्तो लाग्यो त चैते पूर्णिमाको जात्रा नैपाला रे राम्रो भएन अनि जस्तो अब कति कोरा बत्ती बाल्नु भयो तपाईँहरूले राइनीले पनि बाल्न त बत्ती बाल्न त मिलिहाल्छ नि राइनी कस्तो लाग्यो तपाईँलाई चाहिँ यो जात्रा बब्बाल हो पहिले पनि तपाईँ घुम्नु भएको थियो यसमा हो ल उहाँहरू चाहिँ हाम्रै गाउँले नै हो हाम्रो गाउँले मेरो छिमेकी मित्रहरू हुनुहुन्छ उहाँहरू चाहिँ बौद्ध कोरो भर्खर 2 चोटि गर्नुभयो अरे अब 3 चोटि गर्नुपर्छ भन्ने मान्यता राख्छ ल ओके दर्शकवृन्द यहाँ एकदमै हजारौँको सङ्ख्यामा चाहिँ मान्छेहरू यहाँ घुमिराखेको छ परिक्रमा गरिराखेको छ यसलाई चाहिँ कोरो भन्छौँ हामी र जति पनि म एकछिन यहाँ बसिराख्दाखेरि चिन्ने मान्छेहरू पनि धेरै देख्न सकिन्छ र उहाँहरू यता नजिक फ्रेममा चाहिँ आउनुहुन्न सिधै टुई कसेर जानुहुन्छ र को आउनुहुन्छ उहाँहरूलाई म कुराकानी पनि गर्छु दर्शकवृन्द हामी यहाँ फेरि हाम्रै भाइको थाङ्का पसल छ यहाँ थाङ्का पसल छ यो थाङ्का पसलको अगाडि हाम्रो दोर्जे मामाले डम्फु बेचिराख्नु भएको छ डम्फु किन्नेको भिड छ फेरि दोर्जे मामा एकदमै व्यस्त हुनुहुन्छ यहाँ डम्फुको लागि होइन मामा जस मामाले 22वटा अघि नै बेचिसक्नु भएको छ किताबहरू पनि छ 35 मात्रै तपाईँ पसलमा आउनुभयो 35 लानुहोस् डम्फु घरमा राख्न मिल्छ बजाउन मिल्छ सस्तो पनि छ है होइन राम्रो छ नि यो मामा यो डम्फुको एकदम एक्सपर्ट व्यक्ति हो कि उहाँको एकदम 7,000 8,000 जाने काम छ होइन नि यहीलाई पर्छ नि अर्को बेला त तपाईँको हैन अलि राम्रै आउँछ नि किताबहरू पनि छ थरीको किताबहरू तपाईका धेरै राम्रो हुन्छ त्यो भन्दा राम्रो हुन्छ राम्रो छानेर ल्याएको उहाँ आखे बाजेलाई सत
यो तपाईँ कारण यो तपाईँ दर्शकवृन्द हामी चैत पूर्णे जात्राको अब बेलुका 6 बजी सकिएको छ र यतिखेर हजारौँको सङ्ख्यामा चाहिँ यहाँ दर्शनार्थीहरूको घुइँचो लागिराखेको छ। चैत पूर्णे विशेष गरेर यहाँ बत्ती बाल्ने र यो स्तूपा जो बौद्ध स्तूपा छ यो ऐतिहासिक हेरिटेज हो, यो वर्ल्ड हेरिटेजमा पर्छ र यसमा परिक्रमा गर्नका लागि चाहिँ सयौँको सङ्ख्यामा भक्तजनहरू आएको हामीले देख्न सक्छौँ र तामाङका विभिन्न पुस्तकहरू लगायतका उहाँ दोर्जे मोक्तान मामा हुनुहुन्छ ह्याङ्ला डम्फु दिनका प्रोपाइटर हो। उहाँले चाहिँ एकदम विश्वास गरेर तामाङ सांस्कृतिक बाजा मौलिक बाजा डम्फुलाई चाहिँ यहाँ स्टल राखेर बेचिराख्नु भएको छ। उहाँले अघि नै 2200 डम्फु बेचिसक्नु भएको रहेछ। 3500 र 2500 को छ सस्तो, त्यही डम्फु हो। पसलमा भयो अलिक महँगो पर्छ। तपाईँहरूले चाहिँ सम्पर्क गरेर चाहिँ उहाँलाई सम्पर्क गरेर पनि किन्न सक्नुहुन्छ भने भिडहरू अझै परिक्रमा गरिराखेको यो दृश्य हामी देख्न सक्छौँ र यहाँ आयोजकले चाहिँ विभिन्न माइकिङ गरेको दृश्य पनि हामी सुन्न सक्छौँ र यहाँ लामाहरूलाई दान दक्षिणा दिएको पनि हामी देख्न सक्छौँ। दर्शकवृन्द आज बौद्ध स्तूपको जात्रा हो, भोलि चाहिँ स्वयम्भूको जात्रा लाग्छ र यस्तो मनोरम दृश्य देखिराखेको छ हामीले। माथि पनि खुल्ला गरिएको छ आज। सबैजना कहाँ कहाँबाट हेरिराख्नु भएको छ तपाईँले कमेन्ट गर्नुहोला र यो भिडियोलाई सेयर पनि गर्न नभुल्नुहोला। तामाङ मौलिक फाबर गीतहरूलाई पनि हामीले यो च्यानलमा ल्याएका छौँ तपाईँको लागि भनेर, त्यसलाई पनि माया गर्नुहोला र हाम्रो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नु भएको छैन भने कृपया सब्सक्राइब पनि गर्न नभुल्नुहोला। चरिला कामाई दोङ्लानाई भन्ने गीत हामीले तपाईँलाई यो च्यानलमा अपलोड गरेका छौँ र अर्को पनि कस्टमरहरू ल डम्फुको लागि आउनु भएको छ। दोर्जे मामा एक फन्डको नाच्नुहोस् त। सिक्पा गरे झन्थ्यो सिक्पाको लानुहोस् एउटा एउटा लानुहोस्। हाम्रो दोर्जे मामाको अघि नै 2200 गइसक्यो, अब यति मात्रै बाँकी छ होइन त मामा? 2200 अघि नै बिगिसकेको मामाको। अब उहाँ दिदीहरूले तामाङ मौलिक सांस्कृतिक बाजा डम्फु किन्नेको भिड। दोर्जे मामा चाहिँ हाम्रो दोर्जे मोक्तान तम्बा पनि हुनुहुन्छ। उहाँ चाहिँ डम्फु भ्याइ नभ्याइ भएको छ। तामाङ मौलिक सांस्कृतिक बाजा डम्फु किन्नका लागि भिड देख्न सकिन्छ। दर्शकवृन्द बौद्ध स्तूपभित्र बसेर हामी यो दृश्य तपाईँलाई देखाइराखेका छौँ। आज चैत पूर्णेको जात्रा हो र यो ऐतिहासिक तेमा जात्रा भनेर चिनिन्छ। पितृहरूको लागि पितृहरूको नाममा मुह गर्ने, जस्तो श्रद्धा गर्ने अनि 108 छिमी दियोहरू बाल्ने र एउटा 3वटा 5वटा गर्ने र सक्यो भने यो
बौद्ध स्तूपलाई 108 चोटि नै कडा गर्ने, सकेन भने चाहिँ 3 चोटि खन्का मार्ने गर्नुपर्छ। अह लसो 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 हाम्रो मिस्टर अमितजी मास्क पकाल्नुहोस् त। म चाहिँ यहाँ भिडियो खिचिराखेको छ, हाम्रो अर्को मित्र पनि आउनु भएको छ। कतिखेर आउनु भएको तपाईँ? यहाँ जाने किन हतारै हो? ए हो र, ल पछि फुर्सदमा भेटौँला नि ल। ल ओके, बौद्ध स्तूपभित्र चिन्ने व्यक्तिहरू हामी भेटिराखेका छौँ। ल फापरे गीतको त्यसमा अहिले अर्को गीतको इन्ट्री भएको छ, मैले यो देख्न सक्छौँ। फापरे गीत चोरेल कामाईको गीतमा अहिले चाहिँ यो काठे भाका हाँस्य गीत रोकेरै गाउनुहोस् त एकछिन। भनी दया लाग्छ भनी माया लाग्छ भने माया गाडीलाई दम्देर सानो माया त्यसलाई पिर पर्दैन भने पिर पर्दैन भने आउनुहोस् कालो सम्झेर बागलु होइन कप्पै खाने छैन कप्पै खाने छैन आउनुहोस् काले सम्झेर दिनभरि घाँसे गीत गायो दाजै गीत गायो दाजै छोड्ने बेला मन रुन्छ यो माली गाईलाई तिम्रा दाजुभाइलाई तिम्रा दाजुभाइलाई छोड्ने बेला मन रुन्छ। ल हेर्नुहोस्, आजको रात चिन्तिन गर्दा होला चिन्तिन गर्दा होला भोलि बिहान के हुन्छ। पूजा कि ज्ञानी पूजा होला ताने पूजा होला ताने भोलि बिहान के हुन्छ। पछु दाङ्रा घोडै घुम्न गाथे पराई घुम्न गाथे पराई बाँके पूर्व घरलाई म पनि जाने तिमीलाई पनि लाने लाने भयो दिदी तपाईँलाई त। बाँके पूर्व घरलाई आमाको बात लाग्छ आशिक बात लाग्छ आशिक बात केही हुँदैन परलाई केली फुललाई रस हाँसी खुसी बस हाँसी खुसी बस केही हुँदैन परलाई। अरूलाई भने छेउछाउमा राख छेउछाउमा राख हृदयमा हटाइदेऊ। कर्कला गाबा सुने वाला बाबा सुने वाला बाबा हृदयमा हटाइदेऊ। भोलि बिहान भेट्न पठाउमा आउँछु पठाउमा आउँछु बोरै खर्च पठाइदेऊ। बहिनी भएन मसँग छैन मसँग त छैन थोरै खर्च पठाइदेऊ। हमारे 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 देखेर मुठी जैजिरीको साग जैजिरीको साग नरम तेलमा नजान कदा मिठाया यही सानो माया यही सानो माया नरम तेलमा नजान घुमाउने घाकी त्यो भाडाको लागि त्यो भाडाको लागि जसले भन्दै नमान खैजेडु झेली काले बाँचुन झेली काले बाँचुन झेली जसले भन्दै नमान। विचार
र पैसा यही जन्म थियो यही जन्म थियो तिमीलाई ठट्टा गरेको तेरा तेरा नपत्याए हेर नपत्याए तिमीलाई ठट्टा गरेको यो कालीसँग साँच्चै छैन भने साँच्चै छैन भने हेर त चिन्ता परेको कठै मेरो बाबा कठै मेरो बाबा हेर चिन्ता परेको ल दिदी कहाँदेखि आउनु भयो तपाईँहरू हजुर के नाम हो तपाईँको घाँसे गीत एकदमै राम्रो गाउनु भयो होइन जति रोगी भने आफू जति रोगी भने यो संस्कृतिलाई चाहिँ नमासियोस् है जस्तो लाग्छ जसो हरेक थरको संस्कृतिमा है यस्तो लोकदोहोरी यस्तो घाँसे गीत पनि गाउन सुन्न पाइयो धेरै खुसी लाग्यो हामीलाई पनि अनि उहाँले पठाउ भाडा अघि माग्नु भएको थियो पठाउनुहुन्छ उहाँले ल ल के हस् ल ओके अब हेरिराख्नु भएको छ उहाँ एकदम घाँसे गीत रमाइलो बुवा तपाईँको चाहिँ शुभ नाम के हो मेरो नाम श्याम गिरी हजुर हजुर हेर्नुहोस् घर कहाँ त पर हाम्रो सिन्धुली सुनकोशी गाउँपालिका वार्ड नम्बर 3 के हुँदो रहेछ भने खोलो बाङ्गो हुँदो रहेछ पनि पानी बाङ्गो नहुने खुकु बाङ्गो भए पनि रस बाङ्गो नहुने मान्छे बुढो भए पनि मन बुढो नहुँदो रहेछ रमाइलो गर्न आएको ओके अनि यस्तो खाले यो गीतहरू त पहिलेदेखि गाउनुहुन्थ्यो तपाईँ होइन अहिले भर्खर 51 वर्ष हो मैले गीत गाएर हिँडेको आम्मा है म 14 वर्षको उमेर थियो 18 सालको अहिले त यस्तो खाले गीतहरू प्राय लोप हुँदै गएको छ नि दाइ होइन के भन्नुहुन्छ अहिले त हराउँदै गएको छ नि यस्तो खाले भाका त भन्नु होला भने अब यो हराउँदै गएको कसरी भन्नु होला भनेदेखि मादलको गीतमा यहाँ दिदी बहिनी हुनुहुन्छ को सबै हुनुहुन्छ नरिसाइदिनु होला गल्ती भए क्षमा दिनु होला के हुन्छ भने मादलको गीतमा कसका छोरी कसका बहिनी कसका दिदी कसका कुम डसारा अँगला मारेर नाच्न पाइने हाम्रो यो गीतमा खैजेडी भजनमा त्यो नपाउने हुनाले त्यो कुम जोड्न र अँगला मार्न लागि पनि यो संस्कृति हराउँदै गएको मेरो चाहिँ लाग्यो हाम्रो भनेको अब यसलाई संरक्षण गर्नु पर्यो अब यसलाई अझ जोगाइराख्नु पर्यो भने चाहिँ के गर्नु पर्ला त तपाईँहरू जस्तो सर्च गरेर हजुरहरू जस्तो अब मेरो छोरा नाति जस्तो मान्छे तपाईँहरूले धैर्यता गर्नु पर्यो हिजो पर खैजेडी भजन हराइसकेको थियो तपाईँहरूको डम्फुको पारा पनि हराइसकेको थियो अहिले तपाईँहरूको लोक सङ्गीतले त्यो डम्फु जहाँ गए पनि रमाइलो गर्नु भएको छ कति खुसी हुनु भएको छ खैजेडी भजन हराइसकेको थियो अहिले कति खुसी हुनु भएको छ त्यसै गरी धैर्यता गर्नु पर्यो अब हामी मरे गए पनि ओहो फलानासँग हामीले यसरी स्वर मिसाएर लय सिकेर अनि यो बढ्दै जान्छ यो त कस्तो भन्नु होला भनेदेखि जस्तो यो गुम्बा कति सालमा पहिला बनेको थियो त्यस्तै जस्तो लोक सङ्गीत पुरानो हो यो किन भन्दा यसो भन्छु अब हजुर त मिडिया चलाउनुहुन्छ होला मिडियाका दाजुभाइलाई नि के भन्छु भने अलि सजन गीत गाएको छ हामीले राम्रो गीत गाएको छ भने कहिले पनि लाइफमा आउँदैन के उत्ताउला गाएको छ भने उत्ताउला नाचेको छ भने उत्ताउला गाएको छ भने उहाँहरूको भ्युज आउँछ त्यही त दिदी अहिले त तपाईँहरूले यो गीत गाउनु भयो होइन मलाई त उत्ताउलोपना चाहियो होइन हे भगवान् हाम्रो संस्कृति नछुटोस् जहाँ पनि गाउन पाइयोस् है यस्तै खाले भर्खर तपाईँले गाउनु भएको भाका चाहिँ अब हराउँदै गएको छ नि यसै गरी रमाइलो गर्न पाऊँ मरे पनि दाइ सङ्गाईमा मर्न पाऊँ रे रमाइलो गर्न पाऊँ मरे पनि दाइ सङ्गाईमा मर्न पाऊँ आज म त बौद्धमा आएको नौलो मान्छे दाइ खिच्दै जागे
ल हस् तपाईँहरूलाई धेरै धेरै धन्यवाद। ल तपाईँहरूले पनि धेरै धेरै धन्यवाद। मिडिया प्लस नेपाल हेर्नु होला, हामी युट्युबमा पनि हाल्छौँ, फेसबुकमा पनि हाल्छौँ। ल ओके, हामी नाम लेखेर हाल्छौँ तपाईँको है भिडियो। ल तपाईँहरूलाई धेरै धेरै धन्यवाद। ल केही भन्नु छ दिदी, तपाईँको चाहिँ भन्नु छ? भात पकाउँदै गर चुलामाथि तसला तिमीलाई र मलाई मिठाई खान पर्ने चुलामाथि तसला भात पनि पाउँछ तरकारी नि पाउँछ कता छ त मसला मसलाको बट्टा देखाउनुहोस् है दाइ। मलाई मिठाई खान पर्ने कता छ त मसला। बाई। ल अन्तिम भन्दा फोए लैजाने एउटा गाउनुहोस् एक। सुकिलो सारे फरर पारे फरर पारे मैलो सारे बरको माया घरको घुम्ने माया घरको घुम्ने माया अझै देखा छैन र मसला किन रुनु भयो दाइ तपाईँ? आँसै झरिसक्यो हेर्नुहोस् भएको। माया रुन्नाइ माथे लाउनको छोरा तामाथे त्यो बारीको घोप्चो त्यो बारको घोचो छोरी मान्छे थाहा हुन्छ जानै लाग्यो परन घरको राखन धरन घरको राखन धरन गल्ली तिमीलाई थाहा हुन्छ घुमाइ घुमाइ भन्यौ मैला तिलाई छैन आफै विचार गर मैला तिलाई छैन तिम्रो घरको साँचो कता कता राख्छौ कता कता राख्छौ हामीले देख्न छैन नबुझ्या हो र सिधुलीको छोरा हामीले देख्न छैन। ल ओके बाई बाई। मिडिया प्लस नेपाल हेर्नुहोस् है। मिडिया प्लस नेपाल। ल ओके दर्शकवृन्द, हामी नेपाल विभिन्न प्रकारका संस्कार र संस्कृति छ। यो चैत पूर्णिमाको जात्रा हो। तामाङ समुदायका विशेष गरेर यहाँ उपस्थिति उल्लेख्य मात्रामा छ र लामाहरूले गर्ने धार्मिक विधिहरू अनुसारले पितृहरूलाई श्रद्धा गर्ने, बत्ती बाल्ने कार्यक्रम हुन्छ। त्यसै क्रममा चाहिँ यहाँ नेपालको लोप हुँदै गएको भाग पनि हामीले सुन्न पायौँ, यो जात्रामा देख्न पायौँ, तपाईँहरूलाई देखाउन पायौँ। त्यसैमा हामी गर्व गर्नुपर्छ र किनकि नेपाल धेरै संस्कृतिमा धनी देश हो। हरेक किसिमका संस्कार र संस्कृतिहरू देख्न सकिन्छ। ओहो सर, यहाँ सोनम सर पनि आउनु भएको रहेछ। मास्क फुकाल्नु त मास्क। सोनम घिसिङ कतिखेर हो? दिउँसोदेखि। अनि कस्तो जात्रा कस्तो लाग्यो त? अनि जात्रा त आज त बवाल लाग्यो। तेमाल जात्रा बवाल लाग्यो होइन त? एकदम रमाइलो भइरहेछ यतिखेर। साँझ पखमा पनि यतिखेर पनि भिडभाडै भिडभाड चलिराखेको छ। अब साँझ परेको छ। अब चाहिँ अन्तिम अझ रातभरि अब कोर त गरिरहेको छ। यो दृश्य तपाईँलाई देखाइराखेका छौँ। के कस्तो लाग्छ कमेन्ट गर्नुहोला।